बर्खा लागेपछि जुम्लाका पाटनमा सबैभन्दा पहिले देखिन्छन् यी रङ्गीचङ्गी फूल। यो फूल मात्र नभएर हिमाली माटोको मुस्कान पनि हो। हरियो पाटनको छातीभरि फुलेका यी ससाना फूलहरूले मानव बर्खाको आगमनको खबर सुनाइरहेका हुन्छन्। हरिया डाँडापाखा, चिसो हावा र बादलसँग लुकामारी खेलिरहेका पाटनहरू, यही त हो वर्षायामको जुम्ला। अनि यही हरियाली बीच भेटिन्छ गोठालाहरूको जीवन। पाटनको गोठलाको जीवन र पुस्तौँदेखि चलिआएको पशुपालन संस्कृतिको एउटा जीवन्त चिनारी पनि हो। यिनै मैदानमा गाई भैँसी भेडा बाख्रा चराउँदै घाम पानीसँग दिन बिताउँदै जुम्लीहरूले प्रकृतिसँगको आफ्नो जीवनको सम्बन्ध जोगाइरहेका छन्। जुम्लाको खाली पाटन, गुठीचौर, धिमी, चेरे, पानसे पाटन लगायतका पाटनहरू बर्खायाममा स्वर्ग झैँ देखिन्छन्। मानबहादुर कुँवर, नयाँ कर्णाली, जुम्ला।